हेलो एभ्रिवान, वेलकम टु माई क्लास। आजको क्लासमा म हजुरहरूलाई 100 देखि माथिको काउन्टिङ सिकाउँछु। योभन्दा अघिल्लो क्लासमा मैले हजुरहरूलाई 1 देखि 100 सम्मको काउन्टिङ सिकाएको थिएँ। यदि हजुरहरू पहिलोचोटि यो क्लासमा हुनुहुन्छ भने एकचोटि पछाडिको भिडियो गएर हेर्नुहुन अनुरोध गर्दछु। साथै मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि अनुरोध गर्दछु। ओके, स्टार्ट गरौँ आजको क्लास। आजको क्लासमा चाहिँ हामी 100 देखि माथिको काउन्टिङ सिक्नेछौँ। हेर्नुस् त, 100 लाई चाहिँ ह्याकु भनिन्छ, 100 लाई के भनियो? ह्याकु भनियो। ह्याकु। त्यसपछाडि 100 लाई ह्याकु, 200 लाई नि ह्याकु, 300 लाई आएपछि साङ ब्याक्कु भनिन्छ। यहाँनिर यो चेन्ज हुने भयो। त्यसपछाडि 400 लाई ह्याकु नै हुन्छ, योङ ह्याकु। 500 पनि ह्याकु, गो ह्याकु। 600 मा आए पछाडि रोक प्याक्कु हुने भयो। त्यसपछाडि 700 पनि ह्याकु हुन्छ। 800 मा आए पछाडि प्याकुमा चेन्ज हुन्छ है। 700 लाई नाना ह्याकु, 800 लाई हाफ प्याकु है। त्यसपछाडि 900 लाई क्यु ह्याकु अनि 10 यानि कि 1000 लाई चाहिँ सेन भनिन्छ। खासमा यो इची सेन भन्दा पनि हुन्छ, तर प्राय जसो चाहिँ सेन भनेको 1000 भन्ने बुझिन्छ है। हेर्नुस् त, 1000, 100 देखि 1000 सम्म ह्याकु सबैमा ह्याकु हुन्छ, तर 300 र 600 अनि 800 मा थोरै चेन्ज हुन्छ है। याद गर्नु होला, 300, 600 र 800 मा चेन्ज हुन्छ। 300 लाई साम ब्याक्कु भनिन्छ, 600 लाई रोक प्याक्कु भनिन्छ, 800 लाई हाफ प्याक्कु भनिन्छ है। त्यसपछाडि 900 पनि सेम हुन्छ, ह्याक्कु नै भयो। अनि 100 अथवा 1000 पुगे पछाडि चाहिँ सेन हुन्छ है। त्यसपछाडि सेन हुन्छ, 1000 भन्दा माथि सेन भयो, 1000 सेन मात्रै, 2000 नि सेन, नम्बर प्लस सेन है। 3000 सान्जेन। 1000 मा पुगेपछि चाहिँ एक ठाउँ मात्रै चेन्ज हुन्छ, त्यो ठाउँ कुन हो त भन्दा 3000 है, सान्जेन। अनि 4000 मा पुगेपछि योनसेन, 5000 गोसेन, 6000 रुक्कुसेन, 7000 नानासेन, 8000 हास्सेन है। यसमा चाहिँ हाच्ची सेन नभएर हास्सेन हुन्छ। 9000 क्युसेन, 10000 इचीमान। हेर्नुस् त, 10000 मा पुगेपछि फेरि के भयो? इचीमान, अथवा मान मात्रै भने पनि हुन्छ, तर 10000 लाई चाहिँ इचीमान भनिन्छ है। इचीमान भन्दा चाहिँ बेस्ट हुन्छ है। त्यसपछाडि 20000 निमान है। यहाँभन्दा माथि के हुन्छ? सेम हुन्छ, मानमा नो चेन्ज, कुनै पनि ठाउँमा चेन्ज हुँदैन। 10000 इचीमान, 20000 निमान हो। अब 30000 भन्नु पर्यो भने 30000 भन्नु पर्यो भने के हुन्छ? 30000 भन्नु पर्यो भने 3 सान अनि त्यस पछाडि मान, सान मान भयो भने के हुन्छ? 30000 हुन्छ है। ओके, अब हामीले 100 देखि माथिको काउन्टिङ सिकिसके पछाडि अब चाहिँ हामी यो संख्यालाई चाहिँ एकैचोटि भन्न सिक्छौँ है। यसको लागि चाहिँ म हजुरहरूलाई एउटा राम्रो मेथड सिकाइदिन्छु, थोरै ध्यान दिएर हेर्नु होला है। तपाईहरूले चाहिँ पछाडिबाट गर्नुपर्छ है, पछाडिबाट गर्नुपर्छ। हेर्नुस् त, एउटा ट्रिक छ। तपाईहरूले के बुझ्नु भने, यदि लास्टबाट हेर्दाखेरि 1, 2 यो दुईटाको बीचमा चाहिँ के छ भनेर सम्झिनुस्, 10 छ भनेर सम्झिनुस् हो। त्यस पछाडि 1, 2, 3 तीनटाको बीचमा चाहिँ यो बीचमा चाहिँ के छ भनेर सम्झिनुस् भन्दाखेरि 100 छ भनेर सम्झिनुस् है। त्यस पछाडि 1, 2, 3, 4 अब यो चारवटाको बीचमा चाहिँ यहाँनेर 1000 छ भनेर सम्झिनु पर्यो, 1000 हो। त्यस पछाडि यसको बीचमा चाहिँ के छ भनेर सम्झिनु पर्यो, 10000 हो। अब 1, 2, 3, 4 चारवटा गनिसके पछाडि एउटा कमा लगाइदिनुस् हो। त्यस पछाडि हेर्नुस् त, अब अगाडिबाट लेख्दै जानुस्। सुरुमा यो अङ्क कति हो? गो हो नि, यो गो। त्यस पछाडि यसको बीचमा के छ? 10000 छ। 10000 लाई के भनिन्छ? मान हो, गो मान। त्यस पछाडि यो कति हो? 3 हो, 3 सान
अनि त्यस पछाडि यसको बीचमा के छ 1000 छ। अब 3000 आयो भने के लेख्नुपर्छ सान जेन। सेन चाहिँ के हुन्छ जेनमा परिवर्तन हुन्छ। त्यस पछाडि हामी कहाँ पुग्यौं यो 2 हो 2 लाई कति के भनिन्छ नि हो। अब यो नि को बीचमा के छ 100 छ 100। अब 2 छ अनि पछाडि 100 छ भने पछाडि यो के भयो ह्याकु हो। त्यस पछाडि हेर्नुस् त त्यस पछाडि हामी यहाँ 8 मा पुग्यौं हो 8। अब 8 लाई कति भनिन्छ हाच्ची। यहाँ हटेन यहाँ लेख्छु है हाच्ची। त्यस पछाडि यसको बीचमा कति छ 10 छ। 10 लाई के भनिन्छ ज्यू हो। त्यस पछाडि यो कति हो 3 लाई के भनिन्छ सान भनिन्छ। हेर्नुस् त गोमान सान्जेन नि ह्याकु हाच्ची ज्यू साङ। बुझ्नुहुन्छ यो भनेको कति भयो गोमान सान्जेन नि ह्याकु हाच्ची ज्यू सान। यो भनेको यो अङ्कलाई चाहिँ जापानिज भाषामा भन्ने तरिका भयो। बुझ्नुहुन्छ एकचोटि फेरि हेर्नुहोस् त पछाडिबाट गन्नी अनि दुईटाको बीचमा 10 हुन्छ। तीनटाको बीचमा दुईटाको बीचमा 10 भयो। त्यस पछाडि फेरि अर्कोको बीचमा 100 हुन्छ। अर्कोको बीचमा 1000 हुन्छ। अर्कोको बीचमा 10000 हुन्छ। पहिला यसरी यो चाहिँ तपाईहरुले लेख्न पाउनुहुन्न। यो चाहिँ तपाईहरुले एउटा पढ्ने एउटा आइडिया मात्रै हो। यो चाहिँ हो यसरी सम्झिनुस् अनि अगाडिबाट सुई लेख्दै जानुस्। बुझ्नुहुन्छ यो भन्दा अगाडि अब चाहिँ तपाईहरुले जति लामो संख्यालाई पनि जापानिज भाषामा भन्न सक्नुभयो सेम प्रोसेस हुन्छ। अनि त्यस पछाडि यो भन्दा अगाडि जतिवटा अंक थपे पनि पछाडिबाट गर्नुस् र अनि त्यस पछाडि यो 4 वटा कटे पछाडि यहाँनेर एउटा टिक लगाइदिनुस् अनि अगाडि जतिवटा अंक आए पनि त्यसलाई चाहिँ मानमा 10000 यो बीचमा 10000 छ भन्ने सम्झिनुस् अनि अगाडि जति छ त्यतिलाई चाहिँ मान भनेर भन्न सकिन्छ। फर एक्जाम्पल यहाँनेर 2 छ हो। यहाँनेर मानौ 2 छ। यहाँनेर यो रेड पेनले लेख्छु पक्नुस् चुत्तु माग्देको दासाई। यहाँनेर रेड पेनले लेखे यहाँ मानौ 2 छ हो। अब पछाडिबाट गर्दै आउनुस् त 1 2 3 4 1 2 3 4 यो कटेपछि यहाँनेर एउटा कमा लगाइदिनुस्। त्यस पछाडि यसलाई चाहिँ सँगै पढ्ने हो के। हेर्नुस् त 25 निहोङ्गोमा 25 भन्नुस् त निज्यू गो हो। निज्यू गो मान अघि चाहिँ यहाँ 5 हुँदा गो मात्रै थियो। अब यहाँ 2 हुँदा चाहिँ के हुने भयो निज्यू थपिने भयो। निज्यू गो मा सान्जे नि ह्याकु हाच्ची ज्यू साङ। बुझ्नुहुन्छ हो यसरी काउन्टिङ गरिन्छ। त्यस पछाडि साथीहरु मैले चाहिँ हजुरहरुलाई चाहिँ रिन्स्यु गर्नको लागि चाहिँ यो दिएको छु। हेर्नुस् त 1 2 3 4 5 यो 5 वटा चाहिँ हजुरहरुको मोन्दाइ हो। यो चाहिँ हजुरहरुले गरेर कमेन्टमा लेख्नु होला अनि कसको आन्सर मिल्यो हामी चेक गर्ने छौं है। इफ बुझ्नु भएन भने फेरि कमेन्टमा पनि क्वेशन सोध्न सक्नुहुन्छ। ओके यति भन्दै आजको हाम्रो यो क्लास सकिएको छ। आशा गर्छु केही कुरा बुझ्नु भएको छ। इफ केही कुरा बुझ्नु भएको छैन र कन्फ्युज जस्तो लागेको छ भने कमेन्ट बक्समा लेख्न नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु। ओके थ्यांक यू फर वाचिङ। फेरि पनि नबिर्सिकन यदि यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु भयो भने यी र यस्तै भिडियोहरू हेर्न चाहनु भएको खण्डमा चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। ओके थ्यांक यू फर वाचिङ। बाइ बाइ।